भएको च्यानाडामा म राति 12:30 बजेको बजे त्यहाँ हामी चाहिँ जाँदै हो के हो भाइ डर लाग्यो नि यो उकालो एक्लै आउँदाखेरि ल ल आऊ ल आऊ आज चाहिँ काम गर्नुपर्छ त्यो भाइ चाहिँ एक्लै अघि त्यहाँ हाम्रो बाइक कम भएको भएर त्यो भाइ चाहिँ हिँड्दै आएको होइन आगो बलेछ भने त्यो बाजे अङ्कल स्योर हुनुहुन्छ आगो बलेको छैन भने चाहिँ फेरि हुँदैन क्या फाइनली आइसक्यौँ है यहाँनिर हो हुन चाहिँ छैन त भाइ आगो त बाल्नु भएको नि त यार आज पनि ल आज पनि आउनु भएको छ यहाँ त्यहाँ होइन नि यता होइन नि भाइ उता हो कस्तो ब्याड त यार म झर्छु ल आज पनि आउनु भएको छैन कि मलाई लाग्छ यो ठाउँै छोड्नु भयो के हो यार बिचरा अब भरे राति नै आउनु पर्ने हेर्दाखेरि चाहिँ हुनुहुन्न जस्तो लागेको थियो होइन तर हुनुहुँदो रहेछ है आज चाहिँ ल हामी पुरै प्लान गरेर आइसकेको छौँ अङ्कल मस्त सुत्नु भएको छ बेलैमा आज आगो नबालेको अङ्कल आज अनि आगो नबाल्नु भएको अङ्कल बोल्नु नि भएन आगो नि बाल्नु भएको छ है तर साँच्ची धुवा नआएको भएर नदेखेको मैले फेरि आगो चाहिँ बलिरहेको रहेछ ल रेडी होइन त हामी ल भाइ आऊ त हामी आज चाहिँ कति 1 2 3 4 5 जना छौँ यो अङ्कलको देख्न सक्नुहुन्छ है फर्स्टमा तपाईँहरूलाई म देखाउँछु ए हेर्नु यहाँ ल यो खुट्टामा यति गाह्रो छ होइन त्यस्तै हातमा पनि त्यस्तै छ क्या बिचरा डराउनु भयो के हो ल हामी 4-5 जना छौँ होइन अङ्कल एक्लै यसरी कता जानुभएको थियो हिजो आउनु भएन किन आउने म भात ल्याइदिनु खाना त्यही भएर त हिजो भेटेन तपाईँहरूलाई भन्नुपर्दा है देख्न सक्नुहुन्छ यस्तो छ नि यहाँ पनि यस्तो भित्र छिरेछ क्या यो पनि होइन त्यो पनि हातको देखाउनु त अङ्कल एकचोटि किन देखाउने हात ल हामी प्रयास गर्छौँ है त यो अङ्कललाई निकालिदिनको लागि ल यस प्लान चाहिँ के गरी गर्नुपर्छ भने होइन प्लान त अहिले भइहाल्छ नि प्लान हाम्रो प्लान भनेको अङ्कल तपाईँको होइन कसरी गर्ने प्लान भन्नु त अहिले सिकाउँछु अहिले म ल मार्न आएको त मलाई होइन ल हामी चाहिँ यति छौँ है आज मैले यो भाइलाई रिक्वेस्ट गरेँ हिजो पनि आएको थियौँ हिजो पनि धेरैजना आएको थियौँ यसरी थर्काइराख्नु भएको छ अहिले है के सन्चै हुनुहुन्छ हामीलाई चाहिँ हल्का डर पनि छ किनभने अङ्कल अलिकति आवेगमा आउनुहुन्छ होइन अहिले अनि त्यही भएर त्यो भाइहरूलाई चाहिँ बाइक चाहिँ अब तल पुर्याउनु लाउनु पऱ्यो अनि तल पुर्याइसकेपछि अहिले अङ्कल हजुर त्यो मोटरसाइकल के भन्छ दसैँ लागेको भन्नु दसैँ लागेको अनि अलिकति डेन्जर पनि छ क्या अङ्कलले अब होइन अब हान्दै हाल्नुभयो भने त त्यो डाङडुङ अनि हामीलाई हिँड्नलाई पनि गाह्रो छ अहिले फेरि छोडेर जानलाई तपाईँहरूलाई तर अन्तिमसम्म अर्को भिडियो पनि बनाएर देखाउँछ है निकालेको पनि निकाल्न चाहिँ हाम्रो प्लान चाहिँ अब बिस्तारै गरेको छौँ होइन त्यो भएर तल पुर्याएर बाइकहरूलाई अनि आएपछि गर्ने भनेछौँ अनि यहाँको अहिलेको यस्तै छ है देख्न सक्नुहुन्छ आज त रात परिसकेपछि हिजो अलिक छिटो पनि भयो कि के हो होइन हिजो पनि हामी त ढिलै आएको अङ्कल आउनु भएको थिएन आज चाहिँ ठिक्क टाइममा आइएछ जियोस् भनौँ न अहिले काम पनि हुन्छ आज चाहिँ जसरी भयो नि गरिदिने हो है के काम गरिदिने अङ्कल तपाईँलाई बाटो बिगारिदिएछ अङ्कलको लुगाको पनि एकदमै देख्न सक्नुहुन्छ है हालत खराब छ यहाँ तपाईँहरूलाई भन्नुपर्दाखेरि ए यस्तो छ होइन यो लुगाहरू पनि म एक दिन चेन्ज गरिदिन्छु आज चाहिँ यो गरेँ भने होइन अनि अर्कोचोटि आउँदा चाहिँ चेन्ज गरिदिन्छु अनि त्यसरी फेरि हुन्छ नि त बेलामा आएर चाहिँ म अङ्कललाई अब के भन्नु कसले सहयोग गर्ने सहयोग त होइन हामी त म त एक छाक गर्छौँ सबैले गर्नुहुन्छ सहयोग एक छाकको लागि त होइन तर त्यसले हुँदैन नि त एक छाक सहयोगले अङ्कललाई त जीवनभरिको लागि होइन हेर्ने उ गर्ने मान्छे चाहिन्छ जहाँसम्म लाग्छ मलाई बोल्नलाई यति ट्यालेन्ट हुनुहुन्छ होइन यति ट्यालेन्ट हुनुहुन्छ है अङ्कल प्रसन्न है कति राम्रो कुरा गर्नु अङ्कललाई इङ्ग्लिस पनि आउँछ भने सुन्थेँ इङ्ग्लिसमा भनिदिनु त इङ्ग्लिस कता हुन्छ इङ्ग्लिस भनिदिनु न कति पढ्नु भएको पढाइ त अब यसलाई देखाइदिनु पर्ने छ होइन यो चाहिँ के हुन्छ ल अङ्कल हजुर यो अक्षर होइन हजुर यो अक्षर के हुन्छ यो के हो त्यो यो के भन्छ यसलाई ए भन्छ ए भन्छ यसलाई
यस्तो लगाएर यस्तो यस्तो गरेर यस्तो यसो गरेर के हुन्छ साइन हुन्छ अब खतरा डेन्जर हुँदो रहेछ ल त्यो कुरा नभए इङ्ग्लिसमा बिचरा के गर्नु यति हुन्छ नि अब मान्छेमा के गर्नु हुनुहुँदो अङ्कल स्याम्पू सरफ साबुन सबै थाहा छ तपाईँलाई सबै थाहा छ पहिले अहिले म हिँड्छु हँ? कहाँ बेबी दोकान कहाँ हिँड पैसा निकाल कपडा पनि किन्नु 5,000 निकाल न 5,000 निकाल आज चाहिँ म त्यो गरिदिन्छु अर्कोचोटि चाहिँ कपडा पनि ल्याइदिन्छु अङ्कल अङ्कल होइन कपडा अर्कोचोटि चाहिँ कपडा ल किन्ने त मलाई। तपाईँहरूलाई पहिलोचोटि देखाउँ यो भाइसँग त भन्छ यो प्लस भन्नु न खोइ अङ्कलको हातको चाहिँ अवस्था देख्न सक्नुहुन्छ एउटा त यति डेन्जर छ देखाउँ त अङ्कल त्यो त जेसुको तल के अर्को हात के मतलब ल तपाईँलाई मैले यहाँ अलिकति उठाउँ त डाक्टर खाना दिएको छैन के दिएको छैन कि ए यस्तो छ अवस्था है यस्तो फलामको रिङहरूले गर्दाखेरि चाहिँ त जेसुको होस्मा गाह्रो 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 भइरहेछ क्या अब उहाँले त त्यस्तो भन्नुहुन्छ होइन तर पनि केही छैन डोन्ट माइन्ड हामी त्यो गर्दैनौँ न है माइन्ड गर्दिनँ मेरो म चाहिँ शरीर मेरो खुसी हो हो नि यो त झन् यति डेन्जर छ देखाउनु त अलिकति यता देखाउनु त के ल त्यो निक्लिन्छ भने किन निक्लिने अब खोइ देखाउनु त किन निक्लिने तर यो त असम्भवै छ जस्तो लाग्यो मलाई यो निक्लिँदैन सम्भव हुने रहेछ ल यस्तो छ है डेन्जर तपाईँहरू देख्न सक्नुहुन्छ यो कसले यसरी निक्लिँदैन औँला यत्रो ठुलो भएको छ होइन यो चाहिँ यसरी यो सब कसले निक्लिँदैन कसले निक्लिँदैन यहाँ निकाल्नु त ल किन निकाल्ने तर निक्लिँदैन है अङ्कलको त्यो भित्र फसेको छ क्या अब त्यो चाहिँ हामीले अलिक डेन्जर नहोस् भनेर हो यो प्रेस गरेको चाहिँ अरे बरोबर किन 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 समात किन समातेको किन तिम्रो अरू उधर खायो छ ओइ नम्बर बोर्ड तेरो आर्मी पुले हो फलाउँछु म के ल्याउँछ कस्तो जबरजस्ती हुन्छ है गाठा कस्तो जबरजस्ती कस्तो जबरजस्तीले यहाँ हात अहिले म काटे केले काट्नु के गर्छु के गर्छस् काट्दैन हो के गर्छस् किन भन् भन् के चाहियो म हातमा अब छाडौँ छाडौँ तिमी किन के गर्नु खोज्छ ल्याङ्टा मार्न चिक्ने मलाई मार्ने मलाई ओइ तँलाई लात्तल किन हाने भन् लात्तल किन हाने यहाँ घाउ चोट पर्यो भने याद राख स्याम्पूले भए ठिक हुन्थ्यो कि भनेको यार पुले आयो आर्मी कस्तो होला नाच्नु यार खुर्रो गरेर लिएर म के गर्छ यो पोलेर खान्छ त सुनको राख्ने तपाईँ पिलास अर्को किन गर्ने गरेको ऊ तपाईँले टेक्नु भयो मेरो यहाँ हेर भाइ एक अलिक खुन आयो भने के भयो थाहा ल निकालिदिन्छु क्या राम्रोसँग ल किन नडराउनु न किन निकाल्ने तिमीले के भएर त्यसले के भएर यो के भएर त्यसले ओ माई गॉड यार स्याम्पू लिएको भए सबै खै त कहाँ हुन्छ तिमी घरै राखिदिन्छ नि भुवनलाई झन् त्यहाँ रगत आउने हेर भाइ हो रगत आउने नथ्यो ल रगत आउँदैन दुखे त दुखे हात दुखे हात दुखे बिस्तारै ल बिस्तारै ल क्या र त्यो ला बिस्तारै क्या बिस्तारै ल कति हुन्थ्यो प्लानै भएन क्या यार कता प्लान के प्लान तपाईँलाई उद्धार गर्ने के को उद्धार स्याम्पू भएको निस्किन्थ्यो गाँठाहरूको माया गरेर तपाईँलाई के को मा घन्टाको मा यस्तो डेन्जर छ है घन्टाको मा तर यहाँ छोड्नु हुँदैन नि यार क्या छ लहर पलर खा भाइ हो ल त्यहाँबाट सुनको औँठी छ त्यो त्यो सुनको चाहिँ न लैजा त्यो पनि यार ल्याइदिएको भएदेखि कहाँ एक्सले कहाँ काटेर सम्भव हुन्छ हौ भान्जा त्यही त अब यसले अब के गर्नु खोज्छ यसले हेर यार यो निकालिदिनु पाएको अङ्कलले चाहिँ छ नि अब जबरजस्ती गर्दा गर्दै नि हामीले निकालिदिउँ है अहिले चाहिँ शान्त हुनुहुन्छ होइन कतिवटा हामीले 3-4वटा चाहिँ निकालिसकेको छौँ अझै बाँकी छ होइन निक्लिएको छैन यो प्लासले चाहिँ समातेर निकाल्न एकदमै गाह्रो भएको भएर अब हामीले चाहिँ स्याम्पू भुलेछ होइन हिजो चाहिँ हामी स्याम्पू सहित आएको थियौँ अनि आज चाहिँ हामीले हुन्छ नि त स्याम्पूहरू पनि लिनु पठाएको छु अहिले फेरि आएर निकालिदिन्छौँ ल अङ्कल नरिसाउनु ल तपाईँको सुनको चाहिँ नलाने हेर है अब ल सुनको चाहिँ नलाने पलर खान्छ त होइन यो औँठी चाहिँ निकालौँ न यस्तो घाउ भएको छ हेर्नु त यहाँ देखाउनु त देखाउनु त खुल्के छ गाह्रो हुन्छ अङ्कल यो ए अहिले चाहिँ मान्नु भयो अङ्कल ल यसरी मान्नु निकालिदिन्छु तपाईँको लुगा नि फेरिदिन्छु एक दिन ल खुल्क्यो लाइट पनि भएन राम्रोसँग निकालिदिन्छु ल ल खुल्किने पऱ्यो यसले अब खोइ अर्को ल्याउ त भान्जा प्लस अहिले चाहिँ अङ्कल यसरी मान्नु भयो काम पाउँदैन पोलाएर खा देख्न सक्नुहुन्छ है यो फोकस गरेर भाइ काम पाउँदैन ल अझै यसले गर्दा एउटा चिक्रा अम्ली काटेर भर्खर निको भइरहेछ त्यही भएर नदिनु भएको ओहो
अझ त्यो क्या दिले फलाम उयो गर्नेले ए ल ल निक्लिनु लिएर आम्मा ओ माई गड घाउ भइसकेछ देख्न सक्नुहुन्छ है आउन पाउँदैन राम यो मोटरसाइकल यो होइन त क्या त स्पिड होइन त क्या डेन्जर क्या है गाइजहरू भन्नुपर्दाखेरि चाहिँ टिकटकबाट फोकस गरेर है साथमा चाहिँ बिस्तारै गर्नु बिस्तारै पहिला धेरै पहिला लाउनु भएको छ नि बा यो थुप्रो दिन भयो सिना टाउको हल्का स्याम्पू लगायो नि त्यहाँ पर्दैन क्या मिल्छ भाइ त्यो भैँसालाई बाजेको बिचबिचमा मिल्छ काट्नु पर्छ टाउकोलाई के हुँदैन दाइ निक्लिँदैछ निक्लिँदैछ तपाईँ विश्वास थियो अलिकति पाइन्छ अब घाट चाहिँ यो घाट हुन्छ कि घाट चाहिँ यो तर अहिले त ल भाइहरूलाई सबैभन्दा अरू त भाइहरूलाई धेरै धेरै धन्यवाद यति मेरो भाइहरूले होइन सबैले सहयोग गरे हिजो पनि आएको थियो भाइहरू तर त्यस्तो हामीले सोचे जस्तो हाम्रो सोर्स बल चाहिँ लगाउनु परेन क्या फर्स्टमा चाहिँ लगाउनु परेको थियो भने होइन बिचमा चाहिँ उहाँ आफै हुन्छ नि त मान्नु भयो डराउनु भयो कि के भयो होइन बिचमा आएर चाहिँ निकाल भन्नुभयो होइन हामीले लडाएर नभए पहिले चाहिँ लडाएकै हो हामी सबैजना मिलेर धेरै पावर है एकदमै बल छ उहाँसँग अझै पनि भन्नुपर्दा चाहिँ देख्न सक्नुहुन्छ है अहिले चाहिँ मान्नुभयो अङ्कलले यसले यस्तो पहिले यस्तो गर न लाल च्याप्नुपर्छ दुईपट्टि गर्नुपर्छ क्या हजुर ल अहिले त उँभो उँभोबाट गर्नुपर्छ बिस्तारै ल दुख्छ बिचरा के त्यो के यसलाई त यार दुईजनाले गर्नु दुईटै आफ्नै एउटा गर्दा एउटा उठाउँदा पाउँछ नि क्या दुइटा एकचोटि हजुर उँभो उठाउनु पर्छ त्यो त उँभो ठाडो उठाउनु पर्छ कसले फोन गरेको चेप्न त नजान्दो रहेछ होइन यहाँ निकालिदिन्छु तपाईँ पर्खिनु है पर्छ है भन्छ ल तिमी उतापट्टि गर त त्यसले त्यस्तो नगर न भन्छ काम पाउँदैन म गर्छु पख त उठाउनु उठेको बेला त्यही पनि ठाउँमै भन्नु दुखे छैन नि अङ्कल काट किन दुख्दैन त नि यसले पक्रेर यसले चेप्नु मिलेन त्यसै कहाँ हुन्छ जबर्ती जट नआउँदो रहेछ तिमीले आउँछ पर्खिनु उँभो उठाउनु पर्छ त्यो चाहिँ हजुर यो यसलाई दुई अर्को नि ऊ यस्तै खालको पिलास भए चाहिँ ठिक हुँदैन छोइ पर्छ न यो त पातल हो त यो आरामले निक्लिहाल्छ त कस्तो ल पर्खिनु बिचरालाई आफैले बरु अङ्कल निकाल्नु हुन्थ्यो ल यता ट्यापको पार्नु कसरी आफैले यस्तो हातले यस्तो उठाउनु उठिस त त्यो त उठ्छ उठ्दैन त्यसले भने यसले यस्तो यताबाट ल्याऊ त। यस्तो हान्नु न उठाउनु यस्तो गरेर उठाउनु न उँभो उठाउनु पर्छ उँभो त्यसो चेप्नु नचेप्नु यसले होइन अब ट्यापबाट पार्नु न ल तल अब हेर्नुहोस् त्यहाँ पर्खिनु ल बुवा एकैछिन ल अङ्कल अम्ली काटिसक्यो यहाँ भित्र तल हेर त तल ल निकालिदिनु लागेको तल यता काटिसक्यो यहाँ हेर त यहाँ छैन किन काट्दै यहाँ यस्तो दुखेछ बिचरा काटेर यता चेपेर यता पर्खिनु यसलाई सुन पसलको ह्याक्सो हुन्छ हौ ह्याक्सोले स्याट्टै गार्डन हुन्छ अस्ति हेक्सोले काट्ने भएको त्यसै खुल्क्यो ए यहाँ ह्याक्सो यस्तो गर्दा हुन्छ क्या भ्याक्सोले भन्दा पनि खै यो यस्तो गर्ने होइन तलतिर फेरि दुखिहाल्छ नि छिने लागे पातुलो रहेछ बस्नु पर्खिनु नजान्ने जाँदा किन मोटरसाइकलको यो स्प्रिङ पट्यो स्प्रिङ भन म्याचिङ जबरजस्ती गरेछ एकछिन यसलाई ह्याक्सोले काट्नुपर्छ मामा तैँले हुँदैन भ्याक्सोले कहाँ मिल्दैन हो अस्ति एउटालाई ह्याक्सोले काट्ने पारो फल त औँठी यो भनेको यो गाडीको औँठी आफैले निकालेको हो र यस्तो चेपेर अर्को त हिराउँठी थिएन त यसो होइन एउटाले यो चेप्नु होइन म यताको चेप्छु निकाल्नुपर्छ भने बाहिर उठाउनु पर्छ ल यो यसले फेरि अलि नमिल्ने छ फेरि तिमीले तल चेप त यता त्यहाँ त कहाँ त्यत्रो बस्छ त्यहाँ पस्दैन फेरि यता त्यसरी हुँदैन यस्तो सुन्नेको छ क्या होइन कहाँ सुन्यो त त्यही भएर पनि भएन अब यो चाहिँ कसरी छिराएको त
कसरी यसलाई यता उठाउने यसलाई यता उठाउने भए त भइहाल्थ्यो क्या भान्जा त्यो बिचमा त्यो सानो पिलास गरेर खोल्नु त पिलास बिचमा राखेर हो नि पिलास खोल्नु त समाज भान्जा यसरी ट्याक्क म छिराउँछु आउँदैन है हो आउँदैन डर हुन्छ कि ए आउँदै मोटरसाइकल स्पिड त हो जाँदा डर हुन्छ थ्याङ्क्स गड अब चाहिँ भयो है यति डेन्जर छ देख्न सक्नुहुन्छ होइन यो नङहरू पनि काट्दिनु भयो नग त आफूले काटिहाल्ने एकदमै राम्रो कुरो चाहिँ यही भयो होइन नमान्नु भएको भए चाहिँ एकदमै समाज भान्जा अघि जस्तै ट्याक्क म यो लगाएर छिराउँछु लुगाहरू पनि चेन्ज गरिदिन्छु एक दिन ल्याएर त्यसरी हुँदैन क्या त हुन्छ यसलाई चाहिँ यस्तो गर्नुपर्छ है यो यता यता हुन्छ नि यो होइन हजुर यसलाई फाँक पर्न लागि यो अर्को किसिम हो हजुर यसलाई उठाउनु पर्छ हजुर जान्न जान्न छैन यसो गरेर उसो गरेर जाँदाहरू छोड 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 अलि यसो यहाँबाट चाहिँ अङ्गल उठाउने त सेपबाट यो चाहिँ गल लाउनुपर्छ यो गल त्यो भित्र छिराइदिनु अङ्गललाई अनि गर्नु ल्याउनु त हामी गरिदिन्छु तपाईँ बस्नु यहाँ भाइ ल समात त ल्यायो क्या ल्याएछ स्याम्पू यस्तो गरौँ न बरु स्याम्पू यसमा लगाएर होइन पहिले निकालौँ न मेन भनेको यो हो कि भान्जा छिटो गर न एउटा मोबाइलले त म एक्सले काटिँदैन हो भान्जा यो काटिहाल्छ नि मामा धेरै टाइम लाग्छ ल यहाँ समात नि यहाँ टाइम लगाएर निकाल्नु अलि सिधा कनेक्सन त्यो मोटरसाइकलको भन्दा अब यस्तो त भयो नि यार अर्को एकपट्टि च्याप समात्नु पाएको भए त बङ्गिँदैन कहाँ बगिन्छ मोटरसाइकल तेरो बाबुको अर्जिनल स्प्रिङ हो अब नलाउनु ल यसरी मेरो म चाहिँ नलाउने फेरि लाउने नलाउनु सबै मैले बनाएर लगाइदिने तपाईँले बनाएर लगाएको जिनिस हो कसले बनाएको नि यो चाहिँ होइन मामा यो यसको हेर्नु त धेरै आँट भइसकेछ होइन त त्यो हिजो अस्ति नि भएको थियो नि आँटा उँभो उँभो निकाल्नु त उँभो तान्नुपर्छ यसलाई अलिअलि दुखे पनि केही नगर्नु ल त नदेखेर आँटा अलिअलि उचाल्नु ल अब तलबाट भाइहरूले माथि यस्तो ल उँभो तान्नुपर्छ उँभो हो त्यसरी उँभो माथि चाहिँ चिक्ने हो मार्नु भएको ल स्याम्पू लगा भन्नु हुन्छ कि अब निक्लिन्छ कि अब त स्याम्पूले हुँदैन नि अङ्कल यो त यो त अब यो एक्सो त्यहाँ छ खोइ एउटा मोबाइल हुन्छ त यो अर्को पिलास खोइ दुईपट्टिबाट चाहिँ एक प्लाल यता चेप्ने एउटा दुईपट्टि निक्लिहाल्छ त के छ भाइको आइडिया छ एउटा पिलास चाहिँ खोइ त बाला त दुईपट्टिमा दुईपट्टि जानुपर्छ यता 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 तान्नुपर्छ यता उता सामान त हो यसलाई च्याप्पै तलतिर चाहिँ च्याप्पै सामान त उँभो तान्नुपर्छ उँभो ठेल चल्दै ठेल यिनै रड्डी रहेछ क्या पिलास चाहिँ अलि भित्र छिराएर चाहिँ भाइले गरे यस्तो गर त अलि मजाले भित्र छिराएर जाट हात दुख्यो कहाँ त्यसै बढाएर हुन्छ एकैछिन अब हुन्छ अब हुन्छ त्यसरी हुँदैन कसरी हुन्छ त मान्छे मर्ने बेला त्यसरी हुन्छ निकाल्ने स्याम्पल स्याम्पू ल्याउ त चाँडा चाहिँ पुगिहाल्छ तर यो चाहिँ यार त्यो चिज खै पानी पानी कतिले यहाँ फुटिसक्छ ल्याउ त टुप्पाबाट निक्लिन्छ पानी अलि ल्याउ त भान्जा कहाँ छ पानीको बोतल हो त कता कताको लाग्छ ल ओ माइ गॉड यस्तो डेन्जर यो त होइन अब पछि यस्तो भइसकेपछि निकाल्न नि मिल्दैन क्या उहाँको खास भन्नु भयो स्याम्पू निजेर त भाइ ओ माइ गॉड यार त्यही त निकाल्न आउँदो रहेछ स्याम्पूले मात्र चिप्लाउने त त्यो तपाईँ घर चाहिँ कता बाजे घर कता त्यत्रो ओ माइ गॉड पहिला घरमा केही खुल्किन सकेन भन्नु पर्यो
खै त निकालेको यो त है कतै मुख पनि छैन यसको कहाँ त मुख छ त त्यसको कति अगाडि सिराउनु भएको यो ए मेरो मजिसेर हिजो अस्ति सिराएको मैले यार यो त स्याम्पूले पनि निकाल्न सकिएन खै त खुट्टामा पनि लाउनु भयो यस्तो यस्तो यता पनि पो रह त त्यो त प्लास्टिक हो यो त प्लास्टिक हो प्लास्टिकको भए त्यो त फलाम प्लिज भगवान निस्किन यो त यार अब चाहिँ नलाउनु नि बाजे सुन्नुभयो खै बाजे मेरो चटक्क भएर कपाल सेल अम्लीको यिनीहरूले खुल्काउने पऱ्यो मेरो ओ बाजे सुन्नु न अब चाहिँ नलाउनु यस्तो कभर सोल काटेर चटक्क बनायो भने खतरा हुन्छ नि बाजे खतरा हुन्छ हो ओहो यार त्यसपछि लाउने रहेछ आउँछ त मिलाउनु जाँदैन त भाइले आफैले बरु ट्राई यताबाट गर्ने छाला तान्नु त भित्रबाट हो आफैले तिम्रो दुध आफैले राख्दै किन तान्ने भाइ होला यस्तो डेन्जर छ कि होइन छ नि मासु अलि गर्नु न मुनिको अलि ठेलेर अर्को पिलासले गर्नु न त्यो अर्कोमा धार हो ट्राई गर्नु अङ्कल एकचोटि तपाईँ किन्नु त गर न मजा ट्राई चाहिँ नगर्ने खुट्टाको निक्लिसक्यो अझ। निकालिसक्नु भएको छ होइन अब त्यहाँ हातको चाहिँ अब औँठीहरू के बाइकको स्प्रिङहरू के लागेको रहेछन् त्यो भोलितिर भ्याक्सिन बिस्तारै काट्नुपर्छ त्यो दुख्छ कि लास्ट जाँदै हुँदैन यो भोलि यहाँ औँलामा यस्तो छ गाइज हेर्नुहोस्। निकालेर राख्ने थिएँ पनि शुद्ध हो म आफै निकालेर राख्ने औँले पुरै बिगारिसकेको छ के आफै निकाल्ने अरे बाजेले के गर्नु पऱ्यो क्या ल है त भोलि आउँदाखेरि निस्केको हुनु पर्यो म निकालिहाल्छु नि Oh my God, यार यो त के हो भाइ यार निक्लिन्छ त्यो आर्न खेला आराम खेलाउनु आरामले खेलाउनु भन्नुभएको निक्लिसकेको छ त्यो नचलाउँ त त्यो छोड्दैन भोलि म आफै निकाल्छु लास्ट अस्ति एउटा लत्ते हात काटेर अर्को औँठी त्यही भएर तपाईँले अनि त्यो दुख्छ भन्नुभएको निक्लिन हो नि घुमाएर त हुँदैन के रे भाइ घुमाएर त हुँदैन होला यो निक्लिसक्ने जिनिस छट सजिलो हुन्छ निकाल्नु ल है त बाजाले आफैले निकाल्दै हुनुहुन्छ पर्दैन नाटो तेरो बाबु निस्किन लाग्यो अब नछिराउनु है भित्र यहाँ कुहिनो हुन्छ क्या कुटो कटाउने चाहिँ यहाँ सब थाहा छ नि हाम्रो बाजेलाई निक्लिसक्यो यति डेन्जर हुन्थ्यो नि गाइजहरू यो होइन अब यस्तो यो सोनी पछि ऊ भइसकेपछि त यो त पुरै ड्यामेजै हो क्या यो सम्भवै छैन अर्को त्यस्तै भइरहेछ होइन पछि योबाट त कति औँला हेर्न सक्नुहुन्छ पुरै चुट्टी नै लागिसकेछ कहाँ चुटिन्छ यो अर्को चुटी लाग्यो नि बाजे फेरि पछि धेरै ठुल्ठुलो रोगहरू लाग्नु क्यान्सर अलि शीतल भयो होला नि बाजे निक्ल्यो भने त हुन्छ अब बाजे कहाँ कहाँ शीतल हुन्छ जाँटो एक छेउबाट तान्नु आफैले कहाँ एक जोडा हुन्छ त्यो जाँटो ट्राई चाहिँ गर्नु गए 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 ट्राई गर्नु ट्राई गर्नु निक्लिसक्यो जाँटो ल कटाउनु त कटाउनु उनीहरू चुप्नु पर्छ यहाँ यहाँ सार्नुपर्छ यसरी ल है त यहाँ सुनसान यहाँ च्यानको रातमा च्यान डाँडा यी छ होइन गाइज टक्क अनि हाम्रो यहाँ बाजेको चाहिँ यहाँ राति रात निकाल्न आइरहेको छु है फलामले काट्दैन त यहाँ त्यही त काटेको छ होइन सोचेको भन्दा चाहिँ एकदमै राम्रो भयो होइन हजुर अनि त्यो अङ्कलले पनि साथ दिनुभयो क्या ए मेरो ल बाबु निस्क्यो निक्ल्यो त तेरो टाउको यो ल ताली ताली यतिको चाहिँ हुनु पर्यो ल ल है त ल देख्न सक्नुहुन्छ है गाइजहरू यस्तो यस्तो चाहिँ होइन छ नि हजुर यति डेन्जर यहाँ कहाँ कहाँ टेन्सन थियो Oh my तिमीले God, घुमाएर देख्न हेरेर आएको सक्नुहुन्छ। यति खास छ यो फलाम त होइन मेरो काट्न पनि नमिल्ने फलाम छ ल, क्या, निकाल यस्तो अब। डेन्जर ल अरू पनि निकाल्ने निक्लिहाल्छ नि त्यो यहाँ त देख्न सक्नुहुन्छ यहाँ है यति धेरै छ Oh my God। बाँधल हो त्यो त झन् सजिलो नि त्यो त अन्त धेरै खग्लो त्यो त हो र पान लगा त्यो त झन् हल्का निक्लिन्छ त्योभन्दा अनि त्यो बिचको सुन निकाल अर्को औँलामा लाउनु त्यो औँला नि नचल भाइ निक्लिसकेको छ क्या ल निकाल निकाल न। त्यसरी त निक्लिँदैन त्यो जबरजस्ती त काट्नै ल्याइनुपर्छ केटा अब त्यो यस्तो के नयाँ अब टक्क चटक्क बनाउँदाखेरि चाहिँ अर्कोचोटि आउँदा चाहिँ होइन कपडा सपडा ल्याएर नुहाएर अब उ गरिदिनु पर्छ कपडा भोलितिर गरौँ न त यस्तो म्यानेज गरिदिउँ न त
तपाईँलाई मैले हाले कस्तो लाग्छ होइन हेरेर प्रतिक्रिया दिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला अरु के चाहिँदैन मैले के स्वार्थको लागि पनि हैन हैन तपाईहरुलाई मैले भिडियो पहिलेदेखि बनाउँथे हैन उहाँको एकदम माया लाग्दो अनि अर्को एकजना नि हुनुहुन्छ नि त उहाँनेरि त्यो घरको हैन मैले उहाँलाई पनि हुन्छ नि त सकेको सहयोग गर्छु हैन पेप्सी खाने भन्नुभएको थियो म पेप्सी पनि लिएर जान्छु ल ल अंकल ल राम्रोसँग बस्नु ल फेरि आउँदा चाहिँ लुगा पनि ल्याइदिन्छु अनि यो उ पनि फेर्दिन्छु म है ल ल है त अङ्कल राम्रोसँग बस्नु भाइ अङ्कल खोइ भाइ स्याम्पू हात धुनुपर्छ ल उ त्यहाँ तल हात धुनु यो चाहिँ अनि अर्को कुरा यो चाहिँ सुनको औँठी भन्नुभएको छ होइन यदि सुनको रहेछ भने चाहिँ म फेरि होइन उहाँलाई ल्याएर रिटर्न दिन्छु ल अहिले मैले बोकेर लिएर जान्छु चेक गराउँछु सुन पसलमा हो रहेछ भने चाहिँ ल्याउँछु होइन तपाईँहरूलाई म भन्छु होइन रहेछ भने चाहिँ ल्याउँदिनँ ल उहाँको सुन हो भने त किन त्यस्तो गर्नु होइन ल ल गाइजहरू यो चाहिँ लास्ट भिडियो मेरो है तपाईँहरूलाई अब पार्ट 1 पार्ट 2 भनेर कसरी मिल्छ ग्राफमा राखेको हो अनि यसरी हाल्छु तपाईँहरूलाई यता देखाउनु त यता देखाउनु ल खोइ एकचोटि देखाउनु त यो हातहरू एकचोटि यहाँ क्लियर देखाउँ ल देख्न सक्नुहुन्छ है यो हामीले सोच्न नि सक्दैनौँ क्या यति पीडा ल सुनको औँठी पक्नु न म गर्छु ल हेर्नु देख्न सक्नुहुन्छ यो यति गहिरो भएको छ होइन यति गहिरो क्या हामीले यसरी यति दुःख गरेर निकाल्यौँ यो हातको अनि यो हातहरूको देख्न सक्नुहुन्छ है सबै यहाँनिर चाहिँ काटेको होइन यो चुराहरूले यस्तो भएको निकालिदिएको छु सबै निकालिदिएको छु ल पहिला देखाउ त भाइ जो सोचेको भन्दा त राम्रै भयो यो लग्दिनु पर्छ यो सबै उ गरेर यो सबै उ गरेर फ्याल्दिउँ है प्लास्टिक होला नि बेच्नु ल चुरोट नखाने बाजे लो चुरोट निक्लिस नजानु न त अहिलेको त निकालेर ए बात त कडा छन् दिदी हुन्छ कि दिदी यार यो त यति दिन राख्यो नि सोच्न नसक्ने त्यो त अलिअलि गर्दा नि एकैचोटिको जबरजस्ती कहाँ नि जिग्ने फलान जिग्ने हो यहाँ चाहिँ बाजेको चाहिँ औँठी अब निकाल्दैछौँ होइन यहाँ अब कति 6-7वटा त निस्किसकेको छ अझै निकाल्न बाँकी नै छ है त मोटो मोटोहरू चाहिँ लगाउनु भएको छ तर यो त धन्न होइन यहाँनिर पर्ने त तर यो त तानिने खालको असर होइन क्या यो सुन निक्लिँदैन होला नि के ननि यो चिक्ने यो सुनै हो सुने त यो ल सुन रहेछ भने पनि ठिक छ हामी चेक गरेर तपाईँलाई उ गरिदिन्छौँ हेर यो निकाल्नलाई होइन सुन चाहिँ लगाइदिनु पर्छ हामी चाहिँ फाइनली गाइजहरू देख्न सक्नुहुन्छ है उहाँको औँठीहरू निकालेर अहिले आइसकेको छु है म स्केट पार्क आइसकेको छु अनि सबैभन्दा धन्यवाद चाहिँ म कसलाई दिन्छु भने यो मेरो जति पनि मैले भने होइन अनि मेरो भाइहरूले सबले हुन्छ ओके भने हिजो पनि गएको थियौँ होइन हिजो चाहिँ सक्सेस भएको थिएन तपाईँहरूलाई थाहा छ होइन थोरैले हेर्नुभयो त्यति भिडियो धेरैले हेर्नु भएको छैन अनि अर्को कुरा चाहिँ मैले फुल भिडियो चाहिँ युट्युब च्यानलमा हाल्छु है अनि त्यो पनि राम्रोसँग वाच गरिदिनु होला अनि अगाडि आउने दिनहरूमा पनि छ नि उहाँको मैले छ नि अरू केही नसके पनि अब एकचोटि कपडाहरू चेन्ज गरिदिन्छु नुहाइदिन्छु कपालहरू काटिदिन्छु होइन अनि त्यसपछि बेला बेलामा अब तपाईँहरूले पनि सहयोग गर्न चाहनुहुन्छ भने त्यही नै हो होइन मैले आर्थिक सहयोग गर्नु मलाई भन्दैन क्या होइन तपाईँहरूलाई इच्छा लाग्छ भने चाहिँ हुन्छ नि त खानासाना लगेर दिनु खुवाउनु भन्नुहुन्छ भने म त्यो लगेर खुवाइदिन्छु होइन त्यसरी गरिदिन्छु अब मैले जहाँ भेट्दा पनि मलाई उ गरिहाल्छु होइन अनि अर्को कुरा चाहिँ अझै उहाँनिर पनि हुनुहुन्छ नि त ढिकी पासमा पनि अनि ढिकी पासमा पनि हुनुहुन्छ त्यो अङ्कलको पनि मैले राम्रोसँग भिडियो बनाएर हाल्छु कतिले नामहरू भन्नुभएको थियो है अनि ल त्यति नै हो है फेरि अर्कोचोटि उहाँ गएर भिडियो बनाउँछु अनि सबैले नबिर्सिकन के गरिदिनु होला भने यो मेरो तल्लो कटारी स्केटिङ पार्कको युट्युब च्यानल छ है यो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु ल अनि फुल भिडियो चाहिँ सब युट्युब च्यानलमा आउँछ है अनि सबैजनाले हेरिदिनु होला कस्तो लाग्छ है अनि अरू भिडियोहरू पनि अब मैले त्यति धेरै एडिट गरेर हाल्दिनँ कि अब जस्तो मैले होइन तपाईँलाई राइट नाउ जे भेटेँ त्यो हाल्ने गर्छु होइन तपाईँहरूलाई थाहा छ मैले अहिलेसम्म कसैलाई मैले सहयोग अपिल गरेको छुइनँ ल फुल भिडियो वाचिङ गरिदिनु होला है त ल धन्यवाद तपाईँहरूलाई